भयो हो। अब यति भए त दुईजना बुढाबुढीलाई मजाले खानु पुगिहाल्छ यतिले त। नमस्ते मेरा सम्पूर्ण परिवार अनि मेरा मित्रहरूमा, र फेरि पनि आज मेरो यो मिनी ब्लगमा हजुरहरू सबैलाई स्वागत छ। र आजको यो मिनी ब्लगको स्पेसल चाहिँ के छ भने हेर्नु सक्नुहुनेछ, सिस्नु। मलाई त हरियो परियो एकदमै मनपर्छ र है आज चाहिँ सिस्नुको बाक्लो झोलसँग कोदोको ढेँडो खानुको लागि आज सिस्नु टेप्न गइरहेछु है। कृपया भिडियो स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। बिना चिम्टा अनि बिना पन्जा नाङ्गो हातले यस्तो झरिलो सिस्नु कसरी टिप्न सकिन्छ हेर्दै गर्नुहोस् है त। हेर्नुहोस् न, यति दामी हरियो हरियो सिस्नु यो पाखैभरि छ। एकदमै झरिलो झरिलो। सिस्नुको जङ्गल नै रहेछ यहाँ। नाङ्गो हातले सिस्नु टिप्दा चाहिँ एकदमै नडराइकन च्याप्प पक्रिने गर्नुपर्छ यसरी। अन्त चाहिँ पोल्दैन, डराइ बिस्तारैसँगले पक्रियो भने चाहिँ पोल्छ यसले। हेर्नुहोस् एकदमै सजिलो हुन्छ, टपक टपक। दामी रहेछ कलिलो। अन्त यो सिस्नु टिप्दा चाहिँ यो टुप्पो कलिलो भाग चाहिँ यसरी टिप्ने गर्नुपर्छ, जसमा कि घरमा बेसी केलाइरहनु पनि नपर्ने। टुप्पो मात्रै, घरमा पनि मेहनत परेन केलाउनु। यो खालको एकदमै टुप्पै मात्रै। छिपेको टिप्यो भने त फेरि घरमा पनि केलाएर बस्नु पर्यो है। अन्त एकदमै कलिलो भाग मात्रै टिप्ने गर्नुपर्छ। लु यति चाहिँ टिपिसकेको छु है, यो जोगी झोलाको आधी झोला चाहिँ। र अझै पनि छ यहाँ टिप्नुपर्ने बाँकी है। यता पाटा डल्लै छ, बेसी घुमिरहनु पनि परेन। यहीँ वरिपरि नै छ ड्याम्मै सिस्नु। अन्त सिस्नुको यो खालको पुरानो यो खालको बोर्ड चाहिँ फाड्ने गर्नुपर्छ। यो जति पनि ठुलो खालको पुरानो बोर्ड छ यसलाई चाहिँ फाड्यो भने चाहिँ अर्को साल यसरी मसिनो खालको मजाले बिटिङ टिङ 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 नै आउँछ। भयो हो। अब यति भए त दुईजना बुढाबुढीलाई मजाले खानु पुगिहाल्छ यतिले त। अब यसलाई घरमा लगेर अलिक ओइलाउनु दिनु पर्यो, अनि यसको किराहरू झार्नु पर्यो है। ती चाहिँ टिपाइ भएछ। हेर्नु न क्या दामी झरिलो झरिलो। अब यसलाई अलिकति ओइलाउनु दिनु पर्यो, त्यो ओइलिन्जालसम्म यसमा भएको किराहरू पनि झरेर जान्छ है। अलिक ओइलाउनुको लागि बाहिर उज्यालोमा राखेको यत्तिको चाहिँ भएछ। अब प्राय यतिको भए त हुन्छ। अब यसलाई राम्रोसँगले धुने, यसको धुलोहरू सबै पखालोस् मजाले। निट एन्ड क्लिन। अब चाहिँ सिस्नु पाक्नुको लागि कुकरमा जाँदैछ। र सिस्नु पकाउँदा चाहिँ मेन चाहिने कुरो भनेको नै यो लसुन है। लसुन चाहिँ अलिकति धेरै मात्रामा हाल्नुपर्छ।